आदरणीय महानुभावहरू नमस्ते। सदा चाहिँ यहाँहरूलाई मेरो अर्को विशेष श्रृङ्खलामा हार्दिक स्वागत छ। नेपालमा गएको भाद्र 23 र 24 गते जेनजी आन्दोलनले पारेका प्रभाव पश्चात म निरन्तर रूपमा एउटै मात्रै विषयवस्तुमा केन्द्रित भइरहेको छु। त्यो हो मेरो पार्टी नेपाली कांग्रेसको नेतृत्व परिवर्तन। यसले आगामी दिनमा तय गर्नुपर्ने नयाँ नीति र योजना र साथसाथै जेनजीको मर्म र भावना अनुरूप नेपालको बदलिँदो परिवेश र अहिलेको समयको पश्चाप सँगै उठेको मुद्दाको समाधान र निकास, यिनै प्रसङ्गहरूलाई लिएर निरन्तर मैले पार्टी नेतृत्वप्रति र पार्टीभित्र चलिरहेको केन्द्रीय कार्यसमितिप्रति र खास गरिकन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिभित्र भइरहेका अनावश्यक बहस र ती बहसका उपर चलिरहेका क्रिया प्रतिक्रियाहरूका बीचमा आफ्ना धारणाहरू राखिरहेको छु। आदरणीय महानुभावहरू, नेपाली कांग्रेस पार्टी खुला किताब जस्तो छ। आम जनताका बीचमा नेपाली कांग्रेसले गर्ने छलफल, बैठक र त्यहाँभित्र चलेका तमाम आरोप प्रत्यारोपहरू बाहिर कहिल्यै पनि लुकेको छैन। केही समय अगाडि नेपाली कांग्रेसका महामन्त्रीले केन्द्रीय कार्यसमितिको बैठकमा आफूले राख्ने धारणाहरूका उपरमा प्रष्ट रूपमा गएको 4 वर्षभित्रमा कांग्रेसको अधिवेशनका सन्दर्भमा एक महामन्त्रीका हैसियतबाट उहाँले गरेका, उहाँका तर्फबाट भएका थुप्रै गल्ती कमजोरीहरूलाई सहर्ष स्वीकार्दै त्यसका उपर उहाँले आफूले क्षमायाचना समेत गरिसक्नु भएको छ। त्यो मात्रै नभएर उहाँले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा पटक भित्र बाहिर एउटै कुरा राखिरहनु भएको छ। हामीले केही न केही सन्देश, बदलिएको सन्देश नबोकिकन नदिकन हामी निर्वाचनमा जान सक्ने अवस्था छैन। सडकले अर्कै आवाज बोलिरहेको छ। हामी केही पनि भएको छैन जस्तो ढङ्गबाट चुपचाप लाएर बस्यौँ भने पार्टीले ठुलो क्षति बेहोर्नेछ र यो पटक नेपाली कांग्रेसले निकास दिन सकेन भने नेपाल गम्भीर सङ्कटमा पर्नेछ। हामीले सम्हाल्नु पर्नेछ, सम्हाल्न सक्छौँ, सम्हाल्न सक्ने दृढ विश्वास हामीसँग मात्रै छ। यसका सन्दर्भमा यो कुरालाई पार्टीका साथीहरूले बुझिदिनुपर्छ भन्ने खालको उहाँको आह्वान छ। सुन्दा सबैलाई यो आह्वान सुन्दै गर्दा कस्तो लागेको छ भने गगन थापालाई पार्टीभित्र छिटो नेता हुन मन लागेको छ। गगन थापाले पार्टीभित्र आफूबाहेक कोही पनि देखेको छैन। यसर्थ गगन थापाले विशेष महाधिवेशन भनेर निकै चर्कोसँग मुद्दा उठाइरहेको छ भन्ने जस्तो लागेको छ। तर्कहरूको विषयमा, सभ्य रूपमा गरिएका आलोचनाहरूको विषयमा त्यसलाई सभ्य ढङ्गबाट त्यो आलोचनाहरूका उपर आफ्ना धारणा टिप्पणीहरू अवश्य राख्नुपर्छ। तर कतिपय सन्दर्भमा केन्द्रीय कार्यसमितिभित्र बोल्ने वक्ताहरूले यति व्यक्तिगत तहमा उत्रिएर आरोप र प्रत्यारोप गर्नुभएको छ, ती कुराहरूलाई यहाँ प्रसङ्ग रूपमा उठाउन आवश्यकै छैन। नेताहरू ज्वाइँको प्रसङ्ग लिएर आएर जोड्नुहुन्छ। नेताहरू केन्द्रीय कार्यसमितिबाट बोल्दै गर्दा महामन्त्रीहरूले पार्टी कब्जा गर्न खोजेको जस्तो गरेर गर्नुभएको भनेर बोल्नुहुन्छ। नेताहरू बोल्दै गर्दा यति बेला पार्टीले निर्वाचनमा जानु अगावै अधिवेशन गरेर गयो भने त्यो मनमुटाव रहन्छ, त्यो मनमुटावले गर्दै गर्दा पार्टीलाई क्षति हुन्छ भनेर बोल्नुभएको छ। कांग्रेसको अधिवेशन चुनावभन्दा अगाडि गर्नुपर्छ भनेर भनिराखेका सन्दर्भमा इमोसनल ब्ल्याकमेलिङ गर्दै पार्टीका पूर्व पदाधिकारीहरूले जुन ढङ्गबाट आरोप लगाइराख्नु भएको छ, यो आरोपको हामीले बलियो खण्डन गर्न आवश्यक छ। आदरणीय साथीहरू, तपाईहरुलाई थाहा छ यति बेला नेकपा एमाले जस्तो पार्टीले समेत आफ्नो पार्टीलाई अधिवेशनमा लिएर जाने निर्णय गरिसकेको छ। हामी एमालेलाई हेरेर अगाडि बढ्ने त होइन, तर एमालेको रणनीतिको विषयमा कुरा गर्दै गर्दा एमालेको शीर्ष नेतृत्व भन्दैछ आज पनि यो सरकार चुनाव गराउन सक्दैन, फागुन 21 गते भित्र चुनाव हुँदैन पनि भनिराखेको छ। अर्कोतर्फ एमालेले आफ्ना कार्यकर्ताहरूलाई गाउँ केन्द्रित, बजार केन्द्रित गराएर विभिन्न ठाउँमा सभा सम्मेलनहरू चलाइरहेको छ। एमालेले दुवै खालको रणनीति अपनाएको छ। कदाचित संसद बिउती हाल्यो भने
हामीले बोकेको मुद्दाले नै संसद बिउतिएको हो भनेर भन्न पाइन्छ भन्ने कुरामा पनि एमाले अडिरहेको छ। अर्कोतर्फ कदाचित भोलि चुनाव भयो र चुनावमा गइहाल्नुपर्ने अवस्था आयो भने एकैपटक कार्यकर्ताका बीचमा जनताका बीचमा जाँदै गर्दा हामीलाई गाह्रो पर्छ भनेर आजैबाट उसले आफ्ना कार्यकर्ताहरूलाई गाउँटोलहरूमा सक्रिय बनाउने अभियान चलाइसकेको छ। भयो अन्य पार्टीहरूको धेरै चर्चा पनि नगरौँ, चर्चा आफ्नै पार्टीको गरौँ। यहाँनिर कस्तो देखिराखेको छ भने नेपाली कङ्ग्रेसमा साँच्चीकै भन्नुपर्दा बोल्दा नमिठो लाग्ला, तर नेपाली कङ्ग्रेस यति बेला देउबादेखि देउबासम्म भएको छ। पार्टीका श्रद्धेय नेता शेरबहादुर देउबाज्यूले गएको असोजको 28 गते केन्द्रीय कार्यसमिति बैठकमा सशरीर रूपमा उपस्थित भएर आफूले बकाइदा रूपमा आफ्नो जिम्मेवारी कार्यवाहकका रूपमा पूर्णबहादुर खड्कालाई सुम्पिएर उहाँ उपचारका लागि सिङ्गापुर जानुभयो र देउबा सिङ्गापुर गए पश्चात बसेको केन्द्रीय कार्यसमितिको बैठक कहिले विभिन्न नेताहरूको श्रद्धाञ्जली सभाका कारण शोक वक्तव्य जारी गर्दै सरेको सरै छ र कहिले ती शोक वक्तव्यका बहानामा सरेको बैठक अहिले केन्द्रीय कार्यसमितिमा महामन्त्री बोलिसकेर कार्यवाहक सभापतिले निर्णय सुनाउने अवस्थासम्म आइपुग्दासम्म पनि निर्णयको नजिक नपुगेर बैठक पुनः सारिँदैछ। लगत्तै बैठक सरिरहेको छ। भोलि बस्ने भनेको बैठक फेरि 4 दिनका लागि सरेको छ। हामी यति बेला बैठक सारिरहेका छौँ। हामीलाई बैठक सार्नको लागि प्रशस्त समय छ, बहाना छ, तर हामीलाई अधिवेशन गर्नको लागि समय छैन। योभन्दा हास्यास्पद तर्क अर्को के हुन सक्छ? नेपाली कङ्ग्रेसका आदरणीय नेताहरू जुन खालको नाटक यहाँहरूले गरिराख्नु भएको छ, यो नाटकको एउटै मात्रै जड के हो भने चुनावभन्दा अगाडि अधिवेशन भयो भने तपाईँहरूको राजनीतिक अस्तित्व सकिसकेको छ। कार्यकर्ताहरूको बीचमा तपाईँहरूको अनुहार पत्तिन गाह्रो भइसकेको छ, बिक्न गाह्रो भइसकेको छ। निर्वाचनमा जाँदै गर्दा जनताका बीचमा टिकट पाउनुपर्ने अवस्थामा यदि नयाँ आएको नेतृत्वले हामीहरूलाई टिकट दिएन भने हामी सकिन्छौँ भन्ने चाहनाले तपाईँहरूले पार्टी बन्धक बनाइराख्नु भएको छ। पार्टीलाई कब्जा गर्ने नीति तपाईँहरू अवलम्बन गर्ने अनि महामन्त्रीहरूले हामी केन्द्रीय कार्यसमितिभित्र सामान्यतया एउटा साधारण कार्यकर्ता मात्रै भएर बस्न पनि तयार छौँ भनेर भन्दै गर्दा तिनै कार्यकर्ताका बीचमा गएर बस्छौँ, हामीलाई पद चाहिएन, तपाईँहरू मध्येबाट जो आए पनि आउनुहोस्, तर अनिवार्य रूपमा बदलिएको अनुहार लिएर मात्रै निर्वाचनमा जानुपर्छ भनेर बोल्दै गर्दा तिनै महामन्त्रीहरू पार्टी कब्जा गरेको हुने। क्रियाशील नवीकरणको सन्दर्भमा दोष महामन्त्रीलाई, अधिवेशन गरौँ भन्दा पनि दोष महामन्त्रीलाई, नेतृत्व परिवर्तन गरेर जाउँ, हामीलाई केही पनि चाहिएन, हामी सामान्य भएर बसौँ, बरु यो पदबाट छोडेर राजीनामा दिनुपर्छ भने पनि दिन तयार छौँ, तर जो आउने आउनुहोस्, हामीलाई नै पद चाहिएको भनेको पनि होइन, तर अनिवार्य रूपमा आजको दिनमा नेतृत्व परिवर्तन नगरिकन अधिवेशन नगरिकन काङ्ग्रेस निर्वाचनमा जान हुँदैन भनेर बोलिरहेका महामन्त्री चाहिँ जसरी पनि दोषी। गगन थापा मात्रै पार्टीको सभापति हुनुपर्छ भन्ने कुरा विधानमा लेखेको कुरा होइन, तर नियमित महाधिवेशन समयभित्रै हुनुपर्छ। यदि नियमित महाधिवेशन हुँदैन भने देशका 50% भन्दा बढी महाधिवेशन प्रतिनिधिहरू, करिब 54% महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग राख्दै विधानको धारा 17 को 2 अनुसार विशेष अधिवेशन गर्नुपर्छ भनेर विधानमै लेखिएको कुरा बोल्दै गर्दा महामन्त्रीहरूले पार्टी कब्जा गर्ने भन्ने हुन्छ? विधानले गगनलाई सभापति बनाउनु पर्छ भनेको छैन, तर विधानले गगन जस्तै अन्य नेताहरू पनि सभापति लड्न पाउनुपर्छ भनेको छ। त्यो विधानको भनेको कुरालाई लिएर आफ्नो अधिकारको उपयोग गर्दै योग्य नेताहरू फटाफट उम्मेदवारी दिनको लागि आए हुन्छ नि। यति बेला काङ्ग्रेसमा त साँच्चै भन्नुपर्दा देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिसके पछाडि नेपाली कङ्ग्रेसका दोस्रो पुस्ताका नेताहरूले आफूलाई साँच्चै नेतृत्वको रूपमा उभ्याउन चाहेको हो भने नियमित महाधिवेशनको माग गरेर तपाईँहरूले फटाफट आफ्नो उम्मेदवारीहरू घोषणा गर्नुपर्ने हो। जति बेला देउवा सभापति लड्दै थिए त्यो बेलामा दुकान थाप्ने प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, त्यसपछि विमलेन्द्र निधि, यहाँहरू सबैले त्यो बेलामा चाहिँ दुकान थापेर जस्तो पनि गर्ने र अन्तिममा देउवालाई नै सभापति बनाउनको लागि तपाईँहरू पहल पनि गर्ने। अहिले देउवाले नै बाटो मार्ग प्रशस्त गरेर छोड्दै गर्दा यहाँहरू बीचमा कोही एकजना आँट गरेर आउने हिम्मत भएन? आदरणीय पूर्णबहादुर खड्काज्यू, तपाईँले कार्यवाहक सभापतिको जिम्मेवारी पाइसके पश्चात तपाईँको नेतृत्वमा बसिराखेको बैठकले नेपाली कङ्ग्रेसको इतिहासमै सबैभन्दा बढी मजाक गरेको छ। तपाईँले आफ्नो नाम लेखाइसक्नु भएको छ। तपाईँको क्षमतामाथि अरूले किन प्रश्न उठाउनु पर्यो?
तपाईलाई कार्यवाहक सुम्पिएको देउबा र देउबाले विश्वास गरेर तपाईलाई दिएको कार्यवाहकका बीचमा तपाईले जुन तरिकाबाट आफूले आफ्नो क्षमताको प्रदर्शन गर्न सक्नु भएन, एक्सर्साइज गर्न सक्नु भएन आफ्नो पावरको, यो बीचमा तपाईकै नेतृत्व क्षमतामाथि अब बाहिर प्रश्न उठाउनेहरू महामन्त्रीहरू होइनन्। त्यही देउबा निकटका 6 भाइ अन्य पदाधिकारीहरू अब तपाईका नेतृत्वका उप प्रश्न उठाउँछन्। तपाईलाई अयोग्य ठहर गर्नको लागि गगन विश्वप्रकाश होइन, महत निधिहरू सिंहहरू नै उद्धत छन्। यो कुरा तपाईले बेलैमा बुझ्नु भएन। तपाईले आफूले पाएको एउटा अचूक मौका गुमाइसक्नु भयो। यो मौका बार फेरि फर्केर आउँदैन। तपाईले आफ्नो सभापतित्वमा बैठक राख्दै गर्दा सुनाउन नसकेको निर्णयका बीचमा देउबा उपचार सकेर सिङ्गापुरबाट फर्किसक्नु भएको छ र पुनः देउबा सक्रिय हुनु परेको छ। र नेपाली कांग्रेसले यति बेला कार्यकर्तालाई, केन्द्रीय कार्य समितिलाई, महाधिवेशन प्रतिनिधिलाई र आम नागरिकलाई नै एउटा ठुलो भ्रममा राखिरहेको छ। यो कुरा सुन्दा तितो लाग्ला, मैले भन्नै पर्छ यो कुरा मैले किन पनि भन्न पर्छ भने कांग्रेस जस्तो पार्टीले जेनजी आन्दोलनको मर्म अनुसार केन्द्रीय कार्य समितिको बैठक राखेर कार्यकारी सभापतिले कार्यवाहक छोडिसकेर कार्यवाहक दिनुभयो, तर उहाँले कार्यवाहक सुम्पिएर उहाँ फर्केर आएर त्यो समस्यालाई उहाँ नै मुखिया भएर मिलाउनु पर्ने अवस्था आइसक्दा पनि कांग्रेसले निकास पाउन सकिरहेको छैन। र कांग्रेसले आजसम्म पनि आफ्नो आधिकारिक धारणाका रूपमा कांग्रेस निर्वाचनमा जाने भनेर उता सुनाए पनि निर्णय गर्न सकिरहेको अवस्था छैन। कांग्रेसको देउबालाई सक्रिय गराएर कांग्रेस के फेरि ओलीकै मार्गमा जान खोजेको हो? संसद पुनर्स्थापना भइहाल्यो भने पुनः देउबालाई नै प्रधानमन्त्री बनाउनको लागि तपाईहरु सक्रिय हुनुभएको हो? एउटै मात्रै कुराको जवाफ कार्यकर्ताको बीचमा कांग्रेसले दिनुपर्छ। कांग्रेसको स्पष्ट धारणा के हो? केन्द्रीय कार्य समितिले पार्टीलाई एकढिक बनाउने हो भने नियमित महाधिवेशनको मिति किन तय गर्न सक्दैन? नियमित महाधिवेशन गरेर जाने निर्णय किन गर्न सक्दैन? नम्बर 1। 2, केन्द्रीय कार्य समितिको भित्रका पदाधिकारी, बहुमत पदाधिकारीहरू, बहुमत सदस्यहरूको माग चाहिँ यदि कांग्रेसलाई अहिले नै अधिवेशन गराएर चुनावमा लिएर गयो भने कांग्रेसको भित्रको एकता खलबलिन्छ भन्ने हो भने कांग्रेसलाई निर्वाचन पछाडि नै हामीले चाहिँ लिएर जानुपर्छ भन्ने तपाईहरुको माग हो भने अधिवेशन, यस्तो सन्दर्भमा पार्टीभित्रको 54% महाधिवेशन प्रतिनिधिले मागिरहेको विशेष महाधिवेशनलाई तपाईहरु कसरी टार्नुहुन्छ? यसको जवाफ दिनु पर्दैन? गगन विश्वले विशेष महाधिवेशन भनेर उत्ताउलो कुरा गरेको हो? होइन, नियमित भनेर माग गरेको हो। नियमित भएन भने मात्रै विशेष भनिरहेको हो। तपाईहरु नियमित मान्दै नमान्ने, तपाईहरुले नियमित गर्नुपर्छ भन्नै नसक्ने, नियमित गरेर जानुपर्छ भन्ने कुरामा तपाईहरु उच्चारणै नगर्ने र केन्द्रीय कार्य समितिको बैठकलाई कब्जा गरेर मिति सारे गर्ने र हामीसँग समय अभाव भयो यसकारणले गर्दाखेरि निर्णय गर्न सकिएन भनेर भन्दै गर्दाखेरि अनि यतापट्टि विशेष महाधिवेशनको माग नगरेर के गर्ने? त्यसैले अब आज त विश्वप्रकाश शर्माजीको कुरा बाहिर आइसकेको छ मिडियामा। उहाँले भन्नुभएछ शेरबहादुर देउबाजीलाई भेटेर यदि तपाईहरुले यो निर्णय गर्न सक्नु हुँदैन भने मैले महामन्त्रीको पदबाट राजीनामा दिन्छु भनेर भन्नुभएको छ। एकदमै सही हो। यदि यो कुरा बाहिर आएको कुरा सत्य हो भने महामन्त्रीजीको यो टिप्पणीका उपर मेरो हार्दिक सम्मान छ। तपाईले सही कुरा गर्नुभएको छ। अब यो पार्टीभित्रको यो गर्न नसकेको समयको पश्चातलाई बुझ्न नसकेर यहाँहरूले जुन ढङ्गबाट जनताको चाहनालाई, कार्यकर्ताको आम भावनालाई समेत प्रतिनिधित्व हुने गरी जुन तरिकाबाट केन्द्रीय कार्य समितिको बैठकले आजसम्म पनि यो खेलाची गरिराखेको छ, यसको उपर यसले बलियो मूल्य चुकाउनै पर्छ। अब यो भनिरहँदा साथीहरूलाई लाग्ला पार्टी फुटाउनलाई उचाला अझै उचाला भन्ने लाग्ला। पार्टी फुटाउन उचालेको होइन, पार्टी नफुटोस्, पार्टी जोगियोस् भन्ने चाहना देउबाका निकटका यी भजन मण्डलीलाई भन्दा बढी हामीलाई पिर्छ। किनभने शेरबहादुर देउबाको भजन मण्डलीहरूले नेपाली कांग्रेसलाई लामो ढङ्गबाट अगाडि बढाउनै सक्दैनन्। कांग्रेस बच्नुपर्छ, कांग्रेस बचाउनुपर्छ। कांग्रेस बच्ने र कांग्रेस बचाउन सक्ने नेताहरू नै कांग्रेसभित्र आउनुपर्छ र उहाँहरूको हालुङ्गाली चल्नुपर्छ भन्ने मान्यताका साथ हामी भन्दैछौँ अब अविलम्ब विशेष महाधिवेशन गर्नुपर्छ। शेरबहादुर देउबा
केन्द्रीय कार्य समितिभित्रको बैठकमा नबस्ने तर बाहिरबाट उहाँहरूले केन्द्रीय कार्य समितिको बैठकको निर्णयको उपर उहाँले चाहिँ 1-to-1 वार्ता गर्न परेपछि अन्तिममा देउवाकै मुख ताकेपछि अनि पार्टी प्रवक्ताले 28 गतेको केन्द्रीय कार्य समितिको बैठकमा देउवाले कार्यवाहक दिएर बाहिर जाँदै गर्दा बडो मधुर ढङ्गबाट भन्नुभएको थियो सभापतिजीले राजीनामा दिनुभएको होइन, स्वास्थ्य स्थितिका कारण उहाँले कार्यवाहक मात्रै दिनुभएको हो। नेपाली कांग्रेस पार्टीमा अझै पनि उहाँको भूमिका रहन्छ भनेर उहाँले भनेको जस्तो आज व्यवहारले त देखाइरहेको छ। के कांग्रेस देउवादेखि देउवासम्म मात्रै हो कि त्यो भन्दा पनि बढ्ता हो? कि कांग्रेसले सोच्ने भनेको बैठक, पुनः बैठक, फेरि बैठक, भरे बैठक, भोलि बैठक, 5 दिनपछि बैठक, 6 दिनपछि बैठक, बैठकै बैठक, बैठकै बैठक, यही हो कांग्रेसको आजको एजेन्डा या त्योभन्दा बढी छ? यसका विषयमा अब बैठक गर्नुहुन्छ कि निर्णय गर्नुहुन्छ, तपाईहरुका उपर। आजलाई यति नै। हस्त, धन्यवाद, नमस्कार, जय नेपाल।